एउटा बैंकमा काम गर्ने मान्छे जसलाई पैसाको आवश्यक भएर गाउँ जान्छ बुवासँग पैसा माग्न। तर गाउँमा पुगिसकिसकेपछि थाहा हुन्छ कि बुवाले सहकारीमा राखेको सबै पैसा गायब भइसक्यो र आफूलाई चाहिएको बेलामा आफ्नै पैसा आफूले जब निकाल्न मिल्दैन नि तब के हुन्छ, कसो कसो हुन्छ, कसले गर्दा त्यसो हुन्छ, के स्वार्थले त्यसो गर्छन् र कसरी बैंकमा पैसा नहाली नहाली विश्वास गरेर सहकारीमा पैसा हालेका जनताहरू ठगिन्छन्। कोही एकजनाको सानो गल्तीले कसरी सबै गाउँलेहरूको जीवनमा असर पर्छ र यो सबै कुरा महाबोध सिनेमाले एकदमै राम्रोसँग देखाएको छ। अब यो फिल्ममा भएको कलाकारहरूको अभिनयको कुरा गर्नुपर्दा आर्यन सिग्देल उनी एउटा गाउँपालिकाको अध्यक्षको रूपमा रहेका छन्। आर्यन सिग्देलले आफूलाई राम्रोसँग प्रुभ गर्दै आएका छन्, चक्लेटी हिरो मात्र होइन, क्यारेक्टर ओरिएन्टेड सिनेमामा पनि राम्रै काम गर्न सक्छु भनेर। र यो सिनेमामा उनको काम एकदमै राम्रोसँग देखिन्छ। फिल्म हेर्दै गर्दा उनको पात्रदेखि एकदमै रिस उठ्न थाल्छ। यो उनको जित हो, आफ्नो पात्रले राम्रोसँग न्याय गरेका छन् उनले। त्यस्तै गरी दयाहाङ राई यो फिल्मको मुख्य खम्बा हुन्। उनको वरिपरि यो फिल्म घुमेको छ। उनको पात्र जुन अवस्थामा पुग्छ यो फिल्ममा त्यो एकदमै निकै गाह्रो अवस्था हो। त्यो अवस्थाबाट सामान्य मानिसको जीवनमा अगाडि बढ्न निकै गाह्रो हुन्छ। दयाहाङ राईले निकै नै गजबको अभिनय गरेका छन्। हरेक सिनमा उनको अभिनयमा उनको ब्याक स्टोरी झल्किरहेको देखिन्छ। आफू कस्तो अवस्थामा छु, आफूले के गर्नुपर्छ, कस्तो गर्नुपर्छ र कसरी गर्नुपर्छ बडो गजब तरिकाले गरेका छन्। त्यस्तै गरी खगेन्द्र लामिछाने फिल्मको कथामा उनको निकै महत्त्वपूर्ण भूमिका छ। उनको र यो फिल्ममा उनको श्रीमती अञ्जना बराइलीको केमिस्ट्री एकदमै राम्रोसँग देखिएको छ र खगेन्द्र लामिछानेले आफ्नो पात्रलाई एकदमै राम्रोसँग न्याय गरेका छन्। त्यस्तै गरी गौमाया गुरुङ उनी दयाहाङ राईको श्रीमतीको भूमिकामा छिन् भने उनले एकदमै राम्रोसँग साथ दिएकी छिन् दयाहाङ राईलाई र एकदमै राम्रो अभिनय गरेकी छिन् उनले। त्यस्तै गरी अञ्जना बराइली उनी खगेन्द्र लामिछानेको श्रीमतीको भूमिकामा रहेकी छिन् र अञ्जना यु नेल्ड इट। अञ्जना कुन लेभलको काम गर्न सक्छिन् भन्ने कुरा यो फिल्ममा राम्रोसँग देखिन्छ। उनलाई जब राम्रो डिरेक्टर र राम्रो स्क्रिप्ट हात पर्छ तब उनको अभिनय क्षमता देखिने कुरा यो फिल्ममा उनको अभिनय हेरेरै थाहा हुन्छ। निकै मजाले आफ्नो पात्रलाई न्याय दिएकी छिन् अञ्जनाले। त्यस्तै गरी सुरक्षा पन्त उनी आर्यन सिग्देलको वाइफको भूमिकामा छिन्। फिल्ममा थोरै स्पेस छ उनको तर उनलाई स्क्रिनमा देख्दा राम्रै लाग्छ। त्यस्तै गरी मोहन निरौला उहाँ खगेन्द्र लामिछानेको बुवाको भूमिकामा हुनुहुन्छ। धेरै पुरानो फिल्महरूमा उहाँलाई देखेको याद अझै ताजा नै छ र यो फिल्ममा पनि उहाँलाई देख्दा एकदमै खुसी लाग्यो र उहाँको अभिनय एकदमै तारिफयोग्य छ। त्यस्तै गरी वसुन्धरा भुसाल गाउँकी सबैको फुपू जो एक्लै छिन्, जसको कोही सहारा छैन र उनको पार्ट नै यो स्टोरीमा एकदमै राम्रोसँग राखिएको छ र निकै राम्रोसँग अभिनय गरेकी छिन् उनले। त्यस्तै गरी देशभक्त खनाल, बुद्धि तामाङ र कमलमणि नेपाल उहाँहरूले पनि एकदमै राम्रोसँगले आफ्नो पात्रलाई न्याय गर्नुभएको छ। त्यस्तै गरी मल्लिका महत उनी सहकारीमा काम गर्ने पात्रको रूपमा रहेकी छिन् जो पैसा उठाउँदै हिँड्छिन्। तर उनको पात्रले बाटो हिँड्दाखेरि सलले मुख छोप्ने बाध्यता कसरी आउँछ त यो त फिल्मले एकदमै राम्रोसँग देखाएको छ र उनले एकदमै राम्रो अभिनय गरेकी छिन्। त्यस्तै गरी विनोद नेउपाने उनी एक प्रहरीको भूमिकामा रहेका छन्। एक भ्रष्ट पुलिस जसलाई सत्य के हो र गलत के हो सब थाहा छ तर पनि भ्रष्टाचारी र ठगको गुलामी गर्छ र उनको अभिनय एकदमै तारिफयोग्य रहेको छ। त्यस्तै गरी यो फिल्मको डिरेक्सनको कुरा गर्नुपर्दा यो फिल्मलाई दिनेश राउतले डिरेक्सन गरेका हुन् जसले यसअघि नोभेम्बर रेन, प्रसाद, प्रकाश र पुजार सार्की जस्ता एकदमै गजबका सिनेमा बनाइसकेका छन्। र यो फिल्ममा पनि जसरी एउटा सहकारी ठगीको मुद्दालाई देखाएका छन् निकै अब्बल तरिकाले देखाएका छन् र फिल्ममा भएको सानो सानो कुराहरू कति मजाले देखाएका छन्। चाहे त्यो लिफ्टको खगेन्द्र र अञ्जनाको सिन होस् या गाउँमा भएका विभिन्न सिनहरू होस्, उनले एकदमै राम्रोसँगले यो फिल्मलाई प्रेजेन्ट गरेका छन्। जुन सहकारी ठगी पीडितलाई त मन पर्छ त्यो सँगसँगै जस्तै सहकारीको बारेमा थाहा पाएको छ, सुनेको छ या सहकारी भन्ने के हो नै थाहा छैन त्यस्तोलाई पनि यो फिल्म मनपर्छ र धेरै नै ज्ञान दिएर पठाउँछ यो फिल्मले। त्यस्तै गरी यो फिल्मको अर्को राम्रो पक्ष भनेको फिल्ममा गीत नहुनु पनि हो। गीतले एउटा फ्लो नै बिगार्छ तर फिल्मको अन्त्यमा भने एउटा गीत रहेको छ जहाँ हामीले निश्चल बस्नेतलाई देख्न पाउँछौँ। त्यस्तै गरी म यो फिल्मलाई 5 मा 4 रेटिङ दिन चाहन्छु। समग्रमा भन्नुपर्दा एउटा हेर्न लायक फिल्म बनेको छ जहाँ कथा र पात्रले बाँधेर राख्छन् र फिल्मले धेरै कुरा सिकाएर जान्छ। तपाईँहरूले पनि एकचोटि यो फिल्म हेर्न सक्नुहुन्छ र यदि कसैले फिल्म हेरिसक्नु भएको छ भने कमेन्ट बक्समा भन्न सक्नुहुन्छ तपाईँहरूलाई फिल्म कस्तो लाग्यो भनेर। भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला।